भारतको सबैभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज हो। यो 2030 साल असार 6 गते चाहिँ स्थापना भएको हो भने यो चारवटा जिल्लामा अवस्थित छ, जुन पर्सा, मकवानपुर, चितवन, नवलपरासी। यो पूर्वमा पर्सा नेसनल पार्कसँग टच भएको छ भने पश्चिममा त्रिवेणी र यसको दक्षिणमा चुरे पहाड पर्छ भने यसको उत्तरी भागमा चाहिँ राप्ती खोलाको जुन नेचुरल बााउन्ड्री छ त्यो मात्रै नेसनल पार्क हो। त्यो 952.63 वर्ग स्क्वायर किलोमिटरमा छ भने बाहिरको भाग भनेको बफर कम्युनिटी मध्यवर्ती क्षेत्र हो। यो लगभग 25 देखि 26वटा यस्ता पृथक एरियाहरू छन्। यो पनि पूर्वदेखि पश्चिमसम्म नै छ र यसको छुट्टै क्षेत्रफल फेरि 729.37 वर्ग स्क्वायर किलोमिटरमा पर्छ र यसमा 68 प्रजातिको म्यामल्स मध्येको 6 टाइपको चाहिँ अलि डेन्जर टाइपको छ, जुन वाइल्ड लाइफ, गौर, राइनो, सोलथ बियर, रोयल बेङ्गल टाइगर र कमन लेपर्ड। अब हामीले सबैभन्दा बढी देख्न सक्ने भनेको गैंडा र यो 4 किसिमको डियरहरू हो। बाघ भनेको त एउटा नक्टर्नल एनिमल हो। यिनीहरू चाहिँ मर्निङ टाइम अथवा इभिनिङ टाइममा चाहिँ यिनीहरू एक्टिभ हुन्छन् र एक्टिभ भएर पनि यिनीहरूले सधैँ यिनीहरूले मारेर खाँदैनन्, हप्ताको एकचोटि मात्रै मारेर खाने हो। र यिनीहरूको एउटा टेरिटोरी हुन्छ। टेरिटोरी भनेको उसले बनाउने क्षेत्रफल। हेबिटेट भनेको आहारको सङ्ख्या एकदम बढी मात्रामा छ भने उसले 15 देखि 30 वर्ग स्क्वायर किलोमिटरलाई आफ्नो नङ, पिसाब, दिशा अनि बुट्टामा स्केच गरेर आफूलाई बन्धनमा राख्ने हो। त्यो बन्धनभित्र चाहिँ मार्न पायो भने प्रायः बाहिर निस्किँदैन र त्यो भित्र उसले मार्न पाउँदैन भने पर आवर 60 वर्ग स्क्वायर किलोमिटरमा रनिङ गरेको त्यस्तो सिचुएसन टाइमिङ मिल्यो भने हामीले चाहिँ बाघलाई देख्न सक्ने सम्भावना हुन्छ। नत्र बाघ चाहिँ भजालु टाइपको हुन्छ। अनि यो गोल्डन करेङ छ त खान पाएन है क्या। भुको पनि छ, यो अलिकति बिमारी जस्तो पनि छ है। उयोहरू चाहिँ नगरेर बिमारी जस्तो पनि छ। यो चाहिँ बाहिर कता गएको हो, यसलाई अहिले बाहिरबाट छुटेर ल्याएर देख्छौँ होइन। एउटा बडीमा 2टा, त्यहाँभन्दा बढी देख्दैन। यिनीहरू ग्रुपमा बस्दैनन्। अब यो सन् 2021 को काउन्टिङ अनुसार यो चितवन नेसनल पार्कमा 694वटा छ यो गैंडाहरू। अब यो चाहिँ एक किसिमको अनौठो जनावर भनौँ। नाकमाथि एउटा सिङ पलाउने वानन राइनो भन्छ। यसको छाला 4 सेन्टिमिटरको हुन्छ भने खाग चाहिँ 20 सेन्टिमिटरको हुन्छ। यो बाँच्ने भनेको 50 देखि 60 वर्ष। यिनीहरूको चाहिँ प्रेग्नेन्ट टाइम भनेको लगभग 15 देखि 16 महिनाको हुन्छ भने यसको छाला बुलेटप्रुफ पनि हुन्छ। यिनीहरू चाहिँ धेरै टाढा देख्दैनन्, लगभग 100 मिटरसम्म। यिनीहरू चाहिँ कस्तो छ अत्राजदाय हुन्छ। यो चाहिँ त्यो घाममा यो सिधै अगाडि हेर्नु यता राजपङ्खी लोखर्के भन्छ है त्यसलाई चाहिँ नेपालीमा। राजपङ्खी लोखर्के। स्पोटेड डियर भनेर भन्छ यसलाई। यिनीहरू चाहिँ बच्चे हो है। राम्रो चाहिने मेल हुर्केर त्यत्रा भइसक्यो भनौँ न। ल यो चाहिँ हामी पढ्न त पढ्या हो सबैले होइन। यसलाई चाहिँ लघुना भन्छ नेपाली नाउँ। इङ्ग्लिस नाउँ चाहिँ हक डियर। हाम्रो घरतिर पाइने राते जस्तो छ है। राते त अर्कै हुन्छ चिन्नु है। रातै हुन्छ। यो चाहिँ खैरो ब्राउन कलरको छ। यो यत्रै हो, यहाँभन्दा बढी ठुलो हुँदैन। फेरि यही कलरको हामीले यो चाहिँ बँदेल है। तर मान्छे भने त्यसरी स्याट्टै चाहिँ आएर तर हामीले छोप्नु चारैतिर
घेर्न घेर्ने हो भने त्यस्तो बेलामा चाहिँ फेला पार ल गएर निस्क्यो है यहाँ हेर्नु है अलि अगाडि गयो हुन्छ यहाँ हेर्नु यो चाहिँ कोल्ड ब्लोडेड रेप्टाइल्ससँग पर्छ यिनीहरू चाहिँ चिसोरगत भएको हुनाले आफूलाई चाहिँ रगत सर्कुलेसन गराउन खाना पचाउन यिनीहरू यहाँ निस्किन्छन् यो चाहिँ मास मगरको कुराहरू भन्छ एभ्रिथिङ मासु भन्ने चाहिँ सबै खाने यसले कुनै पनि मान्छे हरिण जरा जे पनि खाने है यो चाहिँ डेन्जर टाइपको भयो अब लगभग यो चाहिँ यो हरिण टोटेल बिया भन्ने यो सबै फिमेल है यिनीहरू सिङ आएको छैन सिङको सिङ आएको चाहिँ हुन्छ सिङहरू चक्रेवा चक्रेमा एउटा मैले भने आएको केही नखाइकन आफूलाई सब्सक्राइब गर्ने यो साइबेरियादेखि आउने हो यो साइबेरियादेखि चक्रेवा चक्रेवी जोडी उता के रहेछ म यहाँ तुर्बिन हेर्छु है राम्रोसँग बताउनु कहिले फर्किन्छ नि त यहाँ अर्को पनि छ है चरा यो चाहिँ गुजान्डर है फेरि यो चढाएर यो चाहिँ यो सानो सेतो सेतो टाउका रातो के अरे हरियो निलो जस्तो देखियो नि यो चाहिँ गुजान्डर यसलाई मणितुण्डक भन्छ है सेतो त बकुला हो त्यो सिलसिले हो त्यो चाहिँ यो चाहिँ होइन है यहाँ हरिणको मेल जरा आयो त 200 केजी भन्दा माथिको हुन्छ प्याक लिटर होला प्याक लिटर बच्चा धेरै सबै एक लाइनमा हिँड्दो रहेछ क्या किङफिसर है व्हाइट थ्रोटेड किङफिसर भन्छ यो त कन्ट्री माथि पऱ्यो अन्त कति राम्रो नै कलर चाहिँ कलर उड्दा चाहिँ त्यो सानो देख्छ नि यो कलर 200 केजी भन्दा माथि हुन्छ है यो ल